हेलो, यो बागमती फाँट आज 2021 साल माघ महिना 19 गते आज शनिबार। यो चाहिँ आज यो कोलमत्तेश्वर धामदेखि यो भद्रवास कलेजसम्म चाहिँ नि नयाँ गाउँ हुँदै भद्रवास कलेजसम्म यो बाटो यहाँ बन्दैछ। यो मदन भण्डारी फाउन्डेसन यहाँ उभिरहेको मदन भण्डारी फाउन्डेसन। यो बाटो चाहिँ यो यहाँ यो अहिले देखिरहेको त्यहाँबाट यहाँ सुरु हुँदैछ। उहाँबाट यो वालको छेउछेउ लिएर गएर यो कोलमत्तेश्वर जोड्ने बाटो यो अहिले नबन्दैको अवस्था देखा। यो नबन्दैको अवस्थामा भोलि बनिसकेपछि कस्तो हुन्छ भनेर यो यसलाई कैद गर्न खोजिएको। यो चाहिँ कागेश्वरी मनोरा नगरपालिका वडा नम्बर 4 एउटा 3 लाई पनि थिन्छ। यतापट्टि नयाँ गोकर्णेश्वर नगरपालिका नयाँ पार्टी पर्छ। यो चाहिँ बागमती नदीको छेउमा यो चाहिँ नि यो यसको छेउछेउ यो मदन भण्डारी फाउन्डेसनको छेउ भएर भद्रवास स्कुल भद्रवासको कलेजबाट चाहिँ यो नयाँ गाउँ हुँदै यो सिमखडा गाउँको 4 नम्बर हुँदै यो कोलमत्तेश्वर धाम जोड्ने सडकको काम सुरु भइसकेको छ। यो चाहिँ उताबाट डोजरले ट्र्याक खोल्ने काम हुँदैछ। यो कस्तो रहेछ भनेर आज यसो यसलाई चाहिँ कहाँबाट सुरु भइरहेको छ भनेर आज यसो हेर्न मन लागेर चाहिँ यताबाट हेरौँ, यसलाई कैद गरेर पनि राखौँ भन्ने हिसाबले यो छोटो भिडियो बनाउन लागेको। धन्यवाद।